तपाईँको नाम प्रेम रहेछ होइन त? कहाँबाट आउनुभयो? मेरो अहिले बसाइ चाहिँ बुद्धनगर रहेको छ। मेरो स्थायी ठेगाना चाहिँ गुल्मी हो। तपाईँको आफ्नो पुरा परिचय दिनुहोस्। म श्रेयम ढकाल। म पुल्चोक क्याम्पसमा आफ्नो ब्याचलरको पढाइ सकेर अहिले के गर्ने भनेर बसिरहेको छु र यही क्रममा आज यहाँ केही सिकौँ भनेर यहाँ मोक इन्टरभ्यू दिन आएको छु। आत्तिनु त भएको छैन नि? छैन। नआत्तिनुहोस् है। आत्तिनु भयो भने तपाईँको यदि तपाईँले चाहेको आन्सर दिन सक्नुहुन्न। नेपालको संविधान कहिले निर्माण भएको अरे? नेपालको हालको संविधान चाहिँ नेपालको संविधान 2072 असोज 3 2072 सालमा निर्माण भएको थियो। टिप्पणी भनेको के हो बुझ्नुहुन्छ? टिप्पणी सामान्य बेसिक कन्सेप्ट चाहिँ बुझ्छु, तर त्यस्तो बेसिक जति बुझ्नुहुन्छ भन्नुहोस्। टिप्पणी भनेको चाहिँ भएका गतिविधिहरूको एउटा नोट मेकिङ जस्तो टिप्पणी उठाउने भनेर हुन्छ। त्यही मैले बुझेको चाहिँ आधारभूत जानकारी चाहिँ त्यही हो। अब तपाईँ सरकारी सेवामा प्रवेश गर्न लाग्नु हुन्छ होइन? हजुर। अब यहाँ धेरै उम्मेदवारहरू आइसक्नुभयो, इन्टरभ्यू दिइराख्नु भएको छ। अब श्रेयमले चाहिँ आफूलाई कसरी म चाहिँ यो सेवाको लागि योग्य छु भनेर चाहिँ आफूलाई आफ्ना कुराहरू के छन् त भन्नु पर्यो? म चाहिँ सुरुदेखि नै देशमै बसेर केही गर्नुपर्छ भन्ने सोच बोकेको व्यक्ति हो र म ब्याचलर सकिसकेपछि पनि केही सोच चाहिँ कहिलेकाहीँ विदेश जाउँ कि जस्तो, केही गरौँ कि जस्तो पनि हुने र कहिले होइन यही बस्नुपर्छ जस्तो पनि हुने एक खालको सोच निर्माण भइसकेको थियो। र किनभने आधारभूत रूपमा हामी पछि जे गरे पनि एक किसिमले समाजसँग जोडिनु, आफूलाई जुन मुलुकले एउटा, किनभने हामीलाई पुल्चोकमा पढाउन पनि त सरकारकै केही लगानी छ, त्यो हिसाबले पनि हामीले सरकारलाई केही फिर्ता दिनुपर्छ र सरकारी सेवामा सामेल हुनुपर्छ भन्ने मेरो सोच हो। र यही हिसाबले किनभने साथीहरू सबैले लिखित परीक्षा दिएरै आउनुभएको छ, सबै सक्षम नै हुनुहुन्छ, तर पनि म आफ्नो एउटा इन्ट्रेस्ट र पारिवारिक प्रोत्साहन सबै किसिमले गर्दाखेरि चाहिँ यहाँ आएको छु। यो झोलुङ्गे पुलको जिल्ला भनेर चाहिँ कुन जिल्लालाई? झोलुङ्गे पुलको जिल्ला भनेर चाहिँ बागलुङलाई चिन्छ। तपाईँहरू चाहिँ इन्जिनियरिङकै तपाईँको ब्याकग्राउन्ड इन्जिनियरिङ देखेर मैले चाहिँ तपाईँहरूलाई त्यो पनि तपाईँहरूले झोलुङ्गे पुलको बारेमा नि पढ्नुभएको होला है? हजुर, हजुर। तपाईँले चाहिँ एउटा सरकारी सेवामा भोलिको दिनमा म प्रवेश गर्छु भनेर आइसकेको अवस्थामा आफैलाई तपाईँले चाहिँ सोर्ट एनालाइसिस गर्नुहोस् भनेर मैले सोध्दा तपाईँले के भन्नुहुन्छ? आफैले आफूलाई सोर्ट एनालाइसिस गर्नुहोस्। बुझ्नुहुन्छ सोर्ट एनालाइसिस भनेको? हजुर, आफैलाई सोर्ट एनालाइसिस गर्नुहोस्। सरकारी सेवामा आइसकेपछि आउने क्रममा हुनुहुन्छ होइन? आउँदाखेरि चाहिँ अब के हुन सक्छ त? सरकारी यस्तो अवस्थामा चाहिँ तपाईँले सोर्ट एनालाइसिस भनेपछि तपाईँले आफै बुझिसक्नुभयो, जवाब दिन सक्नुहुन्छ जस्तो लाग्छ मलाई। हजुर, सोर्ट एनालाइसिस भन्दा बित्तिकै सरकारी सेवामा आउनुको एउटा व्यक्तिगत स्ट्रेन्थको कुरा पनि हुन्छ र राष्ट्रलाई गर्ने योगदानको कुरा पनि हुन्छ। व्यक्तिगत रूपमा चाहिँ हाम्रो व्यक्तित्व विकासदेखि लिएर धेरै कुराहरू हुन सक्छन् र राष्ट्रलाई त फाइदै हुन्छ। अनि त्यस्तै गरी कमजोरीका विषयहरू चाहिँ हामी सरकारी सेवामा आबद्ध भइसकेपछि एउटा सरकारकै कर्मचारीको रूपमा काम गर्नुपर्ने हुन्छ र अरू विभिन्न कुरामा चाहिँ हामीले आफ्नो टाइम इन्भेस्ट गर्न पाउँदैनौँ। त्यस्तै गरी यसका अवसरहरू पनि थुप्रै हुन्छन्। हामीले थुप्रै सेमिनारबाट केही सिक्ने अवसर पाउन सक्छौँ, थुप्रै ट्रेनिङहरू हुन सक्छन्। सरकारी कामको सिलसिलामा हामी कुनै बाहिरी दुर्गम जिल्ला पनि पुग्न सक्छौँ, त्यहाँको विषयवस्तु भूगोल पनि हामी बुझ्न सक्छौँ। यसको थ्रेड चाहिँ किनभने अहिले हाल एउटा थ्रेड चाहिँ के हो भन्दाखेरि कतै यसबाट पछि गएर त्यो वृद्धि नहुने हो कि बरु रिसर्च गर्दाखेरि आफ्नो शैक्षिक योग्यता अझै बढ्दै जाने हो कि हामी सङ्कुचित हुँदै गइने हो कि भन्ने एउटा थ्रेड पनि छ कि जस्तो लाग्छ, थाहा त भएन।
श्रीरामलाई अब यो सोध्दै गर्दा कस्तो भने सरकारी सेवामा फेरि तपाईँले खोजा जस्तो सेवा सुविधाहरू थोरै नै हुन्छन् होइन। प्राइभेटमा तपाईँहरू जानुभयो अथवा चाहिँ विदेश जाने अहिलेको जुन ट्रेन्ड छ वैदेशिक रोजगारीमा धेरै तपाईँहरूलाई आउला, तर यहाँ सरकारी सेवामा आउँदाखेरि चाहिँ थोरै मात्र तपाईँहरूले पाउनुहुने हुन्छ नि। अब यस्तो अवस्थामा चाहिँ त्यसो भने एकदमै भ्रष्टाचारको कुराहरू आइरहेको छ। अब तपाईँले यसलाई कुन हिसाबले बुझ्नुहुन्छ, भ्रष्टाचारको के हो र यसलाई चाहिँ एउटा कर्मचारी भोलि सरकारी सेवा जाने कर्मचारीको हिसाबले चाहिँ तपाईँलाई भ्रष्टाचार गर्नु म गर्दिनँ भन्ने चाहिँ आधार के छ? भ्रष्टाचार चाहिँ मलाई एउटा निजी मामिला लाग्छ। हुन त धेरैले सरकारी सेवालाई एउटा के भन्ने दुष्प्रचार गरेको नि सुनिन्छ, धेरै भ्रष्टाचार हुन्छ यस्तो हुन्छ भनेर। तर जति जे भए पनि आफूमै एउटा अडान र दृढ अठोट छ भने चाहिँ मान्छेले भ्रष्टाचार चाहिँ सायद त्यस्तो नगर्नुपर्ने हो जस्तो मलाई लाग्छ अहिलेसम्म चाहिँ। र भ्रष्टाचार भनेको चाहिँ केवल घुस दिनु अथवा केवल त्यो सेवा सुविधाको उपभोग गर्नु मात्रै भ्रष्टाचार पनि होइन। भ्रष्टाचार भनेको आफूले गर्नुपर्ने काम समयमा नगरिदिनु अथवा अरू आचरणबाट जसरी पनि पच्युत भइन्छ त्यो सबै क्रियाहरूलाई हामीले भ्रष्टाचार नै भन्न सक्छौँ। हजुर। अनि जागिर चाहिँ खानु भएको छैन सर। पढी चाहिँ रहनु भएको छ? पढाइ भर्खर सकाएँ। के विषय पढ्नुभयो? पढाइमा कोर इन्जिनियरिङको चाहिँ हामीले तेस्रो र चौथो वर्षमा बढी पढ्यौँ। त्यसमा आरसिसी, इरिगेसन, हाइड्रो पावर, ट्रान्सपोर्टेसन लगायतका सब्जेक्टहरू पढ्यौँ। चाहिँ मेकानिक्स पढ्नुभयो? हजुर पढ्यौँ। हो हजुर। यो बिसी अफ सोइल भन्छ नि, बिसी भनेको बेरिङ क्यापासिटी। हजुर बेरिङ क्यापासिटी। हजुर हजुर हजुर। यो बेरिङ क्यापासिटी भने के हो? बियरिङ क्यापासिटी भनेको चाहिँ सोइलले आफू माथिको स्ट्रक्चरको लोड चाहिँ कति चाहिँ ट्रान्सफर गरेर लिन सक्छ भन्ने कुरा चाहिँ बियरिङ क्यापासिटी हो। कति चाहिँ त्यो लोड यो आफै त्यो सोइलले लिने हो? त्यो माथिबाट लोड आउँछ नि, हजुर सोइल आफैले लिने हो त्यो? मेरो बुझाइमा त त्यही हो सर। ट्रान्सफर गर्ने? हजुर ट्रान्सफर गर्ने। त्यही जहाँ आइपुग्यो त्यसले मात्रै लिने भन्दा पनि ट्रान्सफर गर्ने। हजुर। अनि त्यो क्यापासिटी हुन्छ होइन यसको सोइलको? अब क्यापासिटी इम्प्रुभ गर्ने टेक्निकहरू छ, टुल्सहरू चाहिँ के छ भन्नु त? सोइलको क्यापासिटी जुन एउटा हजुर बेरिङ क्यापासिटी छ कि छैन भनेर पहिला हामी इन्भेस्टिगेसन गर्छौँ, सोइल एक्सप्लोरेसन गर्छौँ। हजुर। त्यसपछि एउटा फाइन्डिङ्सको आधारमा के स्ट्रक्चर त्यहाँ बनाउने हो होइन, त्यसको क्यापासिटी कति हुनु पर्थ्यो, कति छ होइन, पुग्यो भने त सकियो, नपुग्दाखेरि अब त्यो इन्हान्स गर्नु पऱ्यो क्यापासिटी। हजुर। त्यसमा धेरै तरिकाहरू छ, त्यो त्यसलाई हजुर इलाबोरेट गर्छ। एउटा कम्प्याक्सन गरेर पनि सोइलको डेन्सिटी बढाउन सकिन्छ, त्यसबाट पनि क्यापासिटी बढ्छ। अनि अर्को चाहिँ हामीले विभिन्न अरू मटेरियलहरू त्यसमा एड गरेर सिमेन्ट अथवा केही एड गरेर पनि त्यसको बियरिङ क्यापासिटी बढ्न सक्छ कि? क्यापासिटी ठ्याक्कै मिसम्याच भयो, ट्रिटमेन्ट गर्न नै सकिएन भनेदेखि के गर्ने? ट्रिटमेन्ट गर्न पनि सकिएन भने ट्रिटमेन्ट भनेको अब जुन तपाईँले अहिले भन्नुभयो नि त्यो त्यो एक्जिस्टिङ सोइलकै क्यापासिटी इन्क्रिज गर्नलाई जुन टेक्निकहरू छ हजुर त्यो इनफ भएन, सकेन भने के हुन्छ? त्यो चाहिँ त्यहाँको सबै सोइललाई निकालेर कुनै नजिकको जमिनबाट त्यो क्यापासिटी भएको सोइललाई त्यहाँ लगेर कम्प्याक्ट। त्यसलाई टेक्निकल टर्म के हो? स्कार्प दिने। हजुर स्कार्प रिप्लेस गर्ने। हजुर। यो किन हेरेको सोइल क्यापासिटी हामीले यसरी किन खोजेको, अथवा हामीले चाहिएको सोइलको क्यापासिटी किन इन्क्रिज गरेर ट्रिटमेन्ट गरेर हजुर त्यो लेभलमा किन लिएर आएको? त्यसपछि के त्यसको आधारमा हामी के गर्छौँ? त्यसकै लागि यो लिएर आएको होला, के गर्छौँ? हामीले जुनै पनि स्ट्रक्चर बनाउँदाखेरि स्ट्रक्चरको लोड सोइलले ट्रान्सफर गर्न सक्छ कि सक्दैन भनेर हेरिरहेको हुन्छौँ। र क्यापासिटी पुग्यो भने मात्रै सोइलले लोड ट्रान्सफर गर्न सक्छ। र पछिसम्मको त्यो दीर्घ हेरेर चाहिँ हामीले फाउन्डेसन टाइप्स पढ्नुभयो? हजुर। फाउन्डेसन टाइप्स पढ्नुभयो? हजुर हजुर। कस्तो स्ट्रक्चर बनाउँदा अनि कस्तो फाउन्डेसन अनि त्यसको रिलेसन चाहिँ सोइलको बेरिङ क्यापासिटी होइन? हजुर हुन्छ ल।
मैले पनि दुई चारवटा प्रश्न सोचिएलाई तपाईँहरूले हाइवे इन्जिनियरिङ बोल्नु भएन हजुर हाइवे इन्जिनियरिङ हजुर यो हाइवे इन्जिनियरिङमा सर्कुलर कर ट्रान्जिसन कर भन्छ नि हजुर के फरक छ ट्रान्जिसन करको सर्कुलर कर ट्रान्जिसन करबाटै सुरु गरेँ मैले स्ट्रेट लाइनमा गइरहेको रोड छ र त्यसलाई हामीले थोरै कर्वेचर दिएर सर्कुलर बनाउनु पर्ने छ भने चाहिँ हामीले बिचमा ट्रान्जिसन कर दिएर चाहिँ त्यो ड्राइभरले स्टियरिङ सजिलै घुमाउन सकोस् अनि एक्सिलरेसन चाहिँ बिस्तारै बढाउँदै लान सकोस् भन्नालाई चाहिँ हामी ट्रान्जिसन कर दिन्छौँ। सर्कुलर कर त स्ट्रेट कर त बेसिक रोडको जोमेट्री नै भइहाल्यो। यो ट्रान्जिसन कर अनिवार्य हो कि यो पनि फाइदा के हुन्छ बेफाइदा के हुन्छ नदिँदा के भयो हामी स्ट्रेट सेक्सनबाट सर्कुलर करमा जाँदा चाहिँ अनिवार्य नै हो र यो नदिँदाखेरि चाहिँ गाडीले एक्कासी नै त्यो मोड लिनुपर्ने हुन्छ र त्यति बेला एक्सिडेन्ट र त्यो एउटा टर्म स्किडिङ हुनसक्छ गाडीको। कुन इनर्जी जेनेरेट हुन्छ त्यो फोर्स जेनेरेट हुन्छ नि सेन्ट्रिफ्युगल फोर्स हजुर त्यसैले म्यानेज गरेर हजुर नेपालको संविधान अनुसार यो प्रतिनिधि सभाको जुन व्यवस्था छ यसमा प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूको सङ्ख्या कति छ र समानुपातिक सांसद भने के हो हाम्रो संविधान अनुसार चाहिँ प्रत्यक्ष निर्वाचित सांसदहरूको सङ्ख्या 165 निर्धारण गरिएको छ। त्यसै गरी समानुपातिक सांसदहरूको सङ्ख्या चाहिँ 110 तोकिएको छ र समानुपातिक सांसदको अवधारणा चाहिँ मूलभूत रूपमा यो समावेशी अघि सरले भन्नुभयो जस्तो समावेशीकरणलाई लिएर र हाम्रो लैङ्गिक रूपले जातीय रूपले पिछडिएको वर्ग सबैले समेट्ने गरी चाहिँ यो समानुपातिकको अवधारणा लिइएको हो। अन्तिम क्वेसन बिल्डिङहरू हामीले बनाउने गर्दा सियरको बेन्डिङ मोमेन्टको कुराहरू हजुर र कहिले नेगेटिभ बेन्डिङ मोमेन्टको कुरा पनि आउँछ हजुर के हो यो नेगेटिभ बेन्डिङ मोमेन्ट नेगेटिभ बेन्डिङ कहाँनिर आउँछ यो चाहिँ विशेष गरी हामी बिल्डिङको सपोर्ट्सहरूमा चाहिँ नेगेटिभ बेन्डिङ मोमेन्ट देख्छौँ र नेगेटिभ बेन्डिङ मोमेन्ट भनेको चाहिँ डिफ्लेक्सनको टर्म्समा चाहिँ बिचको भाग लोड लागेको भाग चाहिँ तल धस्सिने र छेउछेउको भाग चाहिँ जुन माथि धस्सिन्छ त्यसमा चाहिँ बेन्डिङ मोमेन्ट नेगेटिभ बेन्डिङ मोमेन्ट हुन्छ भनेर चाहिँ यो रेन्फोर्समेन्टको प्याटर्न हजुर यो पोजिटिभ बेन्डिङ मोमेन्ट नेगेटिभ मोमेन्टमा के फरक हुन्छ रेन्फोर्समेन्टको प्याटर्न हजुर फरक हुन्छ सर जहाँ चाहिँ पोजिटिभ बेन्डिङ मोमेन्ट हुन्छ जस्तो बिल्डिङको कुरा गर्ने हो भने एउटा स्ल्याब एउटा बिममा जहाँ चाहिँ पोजिटिभ बेन्डिङ मोमेन्ट हुन्छ त्यो भनेको बिचतिर चाहिँ हामीले टेन्साइल रिइन्फोर्समेन्ट तल दिन्छौँ र सपोर्ट्सतिर चाहिँ त्यहाँ चाहिँ नेगेटिभ बेन्डिङ मोमेन्ट हुन्छ र त्यसमा चाहिँ हामीले रिइन्फोर्समेन्ट बढी चाहिँ माथि दिनुपर्छ। र